हेलो गाइज साझाको नमस्कार सबैजनालाई हामी आज साजन श्रेष्ठज्यूलाई हेर्नको लागि फुनाबासीमा उपस्थित भइसकेको छौँ अनि उता हाम्रो दाइ अगाडि गइराख्नु भएको छ। हामी अहिले भेट हुनेछौँ हलमा। सिङ्गल कुर्दैछौँ, केही छिन वेट गर्नु तपाईँहरू, त्यसपछि हामी डाइरेक्ट भरपुर मनोरञ्जन कमेडी मात्र कमेडी सिङ्गो बोलेर हामी अब यो बिल्डिङभित्र जानेछौँ। हाम्रो अगाडि पनि नेपाली दाइहरू जानु परिरहेको छ, सँगसँगै जाँदैछौँ हामी। दरबार कस्तो होला साली भनेर राजाको दरबार सुताइसक्यो। ओ दाजे कस्तो फिल भइरहेछ त? दामी दामी अब एकछिन त उयो हाम्रो महाराजाहरू आउँछ अब एकछिनमा। अब स्टार्ट हुन लागेको छ गाइस। अब एकछिनमा स्टार्ट हुन्छ हाम्रो पेट दुख्ने गरिरहेको छ। जापानको हँसाइ र यहाँको के थियो नि नयाँ वर्षको उपलक्ष्यमा साजन सरको हँसाइसँगै जापानको मान्छेहरू पनि अब हाँस्ने हो कि बाँच्ने हो थाहा छैन। आफ्नै समुदायलाई एकपटक उभिएर हाम्रो यस राष्ट्रिय गानमा सरिक हुन हार्दिक अनुरोध गर्दछु। धेरै धन्यवाद। नमस्ते चिवा गीत लागेको छ। गुड इभिनिङ एभ्रीबडी, आर यु रेडी फर कमेडी सो? सबै निदाए जस्तो छ त। महत्त्वपूर्ण कुराहरू बोलिएका थिए, सुनिएका थिए होला, फेरि निदाएको जस्तो छ। एकछिन ऊर्जा चाहियो है त। आर यु रेडी फर कमेडी सो? यो ऊर्जा चाहियो हामीलाई। यो ऊर्जाले पक्कै पनि हामीलाई हाँस्न सिकाउँछ, पक्कै पनि। आज मिति 2025 4 महिनाको 12 गते शनिबारको साँझ सुन्दर नगर फुनाबासीमा, त्यो पनि नेपालको नयाँ वर्ष सुरु हुने पूर्व सन्ध्यामा एक दिन मात्र बाँकी छ। त्यस पश्चात हाम्रो नयाँ वर्ष सुरु हुनेछ, त्यसको पनि शुभकामना। यही मञ्चबाट दाहिनेपट्टि नारिता एयरपोर्ट द गेटवे अफ ओल्ड र बायाँपट्टि केही मिनेटमै हानेदा एयरपोर्ट द गेटवे अफ ओल्ड छ भने नेपालको पानी पखेरा छुँदै आएको बगेको नदी एकीकृत हुने हाम्रो ठुलो समुद्र, विशाल समुद्र छ हाम्रो उत्तरतिर भने ठुला ठुला बिल्डिङहरू घरहरू छ हाम्रो पछाडिपट्टि। यो सुन्दर बगैँचा जस्तो फुनाबासी सहरमा तपाईँहरू तमामलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। हामी दोस्रो चरणको कार्यक्रम अब हास्य छ चिवा जति हाँसिन्छ उति बाँचिन्छ भन्दै स्वागत छ तपाईँलाई। तपाईँले तपाईँको लागि स्वागतको लागि जोरदार तालीले स्वागत गर्नुहोस्। हो पक्कै पनि आज हामीसँग कलाकारहरू आउनुभएको छ। नेपालदेखि नेपालको माटो बोकेर हामीलाई नेपालको सुगन्ध छर्नको लागि आउनुहुन्छ। हामी रुनलाई त हामीलाई धेरै 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 संसार तयार हुन्छ। आज दिल खोलेर हाँस्नको लागि फुनाबासीमा जम्मा भएका छौँ। तसर्थ आज हामी धेरै बोलेर भन्दा पनि धेरै प्रस्तुतिहरू हामीले राखेर हामीले अगाडि बढ्नेछौँ र अगाडि बढ्ने क्रममा हामीले केही गर्नु छ होला। एकैछिन है, कति हतार गरिसक्नु भएको स्टार्ट गर्नलाई। हेलो नमस्ते एभ्रिवान,
आज हजुरहरूसँगै रमाइलो साँझमा कमेडी सोमा रमाइलो गर्नको लागि हजुरहरूको सारथी बनेर आइसकेको छु म कुसुम बस्नेत। अनि म हेमलाल खण्डेल आजको कार्यक्रमको सारथी। आज तपाईँहरूलाई कार्यक्रमको अन्तिमसम्म डोराउनेछौँ। म हेमलाल खण्डेल र मेरो साथमा सुन्दरी बहिनी सुन्दरी चेली कुसुम। हजुर, यसरी नै हामी यो साँझलाई रमाइलो गरौँ है त। चिसो पानी अड्कलेर खाने, तातो पानी जसले पनि खाने, अर्को झोले पानी आज भोलि धेरै जसोले खाने। थोरै खाँदासम्म मिठो हुन्छ कुराकानी, अलि धेरै खाएपछि झगडा हुन्छ जानाजानी, तानातानी र हानाहानी। बोजीको पैसा थाहा नपाइजाने, दिनेलाई भन्दा खानेलाई हानि। यो झोले पानी खाँदाखेरि विचार गरेर पिउने गर्नु है नानी। ए नानी आजुले बानुले पैसा सक्यो बनाउने दारुले। ए नानी आजुले बानुले पैसा सक्यो बनाउने दारुले। उहिले हाम्रो बाबाजीका पाला राता पिरा गाला, मृग चर्मका छाला सुनसादीका बाला, कम्पनीका माला, अन्न केले खाला अहिले हाम्रो पाला, सधैँ रिता डाला, माकुराको जाला, जाडो साला खाला धङधङाउँदै जाला, लड्दाखेरि खुलिसके चौरिएका गाला। रक्सी बोतल नखाँदै गनायो, जब खायो झन्काने बनायो। रक्सी बोतल नखाँदै गनायो, जब खायो झन्काने बनायो। राति
घरमा लाइट बत्ती बाल्ने भट्टीतिर पाल्ने बोका खसी डाल्ने नखानेको पनि मनै पगाल्ने अरूले पैसा सँगाले छाती पिट्न थाल्ने नभएको बिर निकाल्ने जताबाट खायो उतैबाट भागाएर फाल्ने पैसा सकेर रक्सी खाँदा जहान छोरा छोरी केले हो पाल्ने नखरक्षी सम्पत्ति मासेर हिसेका छन् सबैले हाँसेर नखरक्षी सम्पत्ति मासेर हिसेका छन् सबैले हाँसेर नखरक्षी सम्पत्ति मासेर हिसेका छन् सबैले हाँसेर